राम्रोसँग सुन्नु होला मौखिकमा छ। यो संसारमा काजल भन्दा कालो के छ? यो संसारमा काजल भन्दा कालो के छ? त्यसको नाम हो कलम। कलम एकचोटि लागिहाल्छ त्यो कहिले छुट्न सक्दैन, या चोरीको हो या गलत कामको हो। तिमी जति पनि डिटोल या लाइफ बॉय या लक्स या नयाँ कपडा या जति पनि ठुलो लौटी लगायो भने कलंक लागेको व्यक्तिलाई त्यसले छुट्न सक्दैन। यसैले यो संसारमा सबैभन्दा कालो काजल छ, तर काजल भन्दा पनि कालो कलंक छ। यही म तिमीलाई भन्दैछु, कहिले पनि गलत मार्गमा नजानु होला, सत्य मार्गमा जानु होला। अनि अर्को क्वेशन छ भने बताऊ संसारमा सबभन्दा मिठो फल के छ? संसारमा सबैभन्दा मिठो फल के छ? तो संसारमा सबैभन्दा मिठो फल सबरको फल हो। सबरको फल सबैभन्दा मिठो छ, किनकि त्यो कुनै पनि मार्केटमा बिक्न सक्दैन, त्यो रुपियाँ पैसाले पनि किन्न सक्दैन। यसैले के भन्छ संसारमा सबैभन्दा मिठो फल सबरको फल हो। जुन व्यक्तिलाई सन्तुष्ट भयो, सबर भयो, त्यसको मिठो फल पाइन्छ। अनि जुन व्यक्तिलाई सबर नभयो अनि त्यसको सन्तुष्ट नभयो भने त्यो मिठो फल पाउन सक्दैन। यो बताउनु तेस्रो गुस्सा, कुन यस्तो माछा छ त्यो पानीमा तैर्न सक्दैन? कुन यस्तो माछा छ त्यो पानीमा तैर्न सक्दैन? म यसको आन्सर तपाईहरुलाई बताइरहेछु। मरेको माछा पानीमा कहिले तैर्न सक्दैन, बाकी दुनियाको सबै माछा पानीमा तैर्छ। मरेको माछा पानीमा कहिले तैर्न सक्दैन, बाकी दुनियाको सबै माछा पानीमा तैर्छ। अनि अब चौथो क्वेशन तपाईहरुको अगाडि लिएर आए साथी, यो बताउनु आकाश भन्दा चौडा के छ? आकाश भन्दा चौडा के छ? म यसको आन्सर बताइरहेछु। आकाश भन्दा चौडा हाम्रो पीठ छ, किनकि आकाशलाई हामी हेर्न सक्छौं तर आफ्नो पीठलाई जीवनमा कहिले हेर्न सक्दैन। यसैको लागि आकाश भन्दा चौडा हाम्रो पीठ छ। पाँचौं क्वेशन तपाईहरुको लागि यो बताउनु, यो संसारमा व्यक्ति मरेपछि राम नाम सत है, यसलाई किन भनिन्छ? हामीहरू राम नाम सत है यसलाई किन भनिन्छ? अरू पनि भन्नु पर्यो, जय सीताराम, जय माताजी, जय श्रीराम, अनि त अन्य धेरै हामीहरूको बताएको भन्दै कुरा, तर हामी राम नाम सत्य किन भन्छौँ? त्यही बेला भन्छौँ, बाँकी अरू समयमा भन्दैन। किनकि यसको आन्सर म बताइरहेछु। यो संसारमा रामको नाम एउटा सक्छ, अनि रामले सत्य को राहमा चल्नुभएको थियो अनि सत्य हासिल गर्नुभएको थियो। यो रामको नाममा नै सत्य थियो, रामको नाम संसारमा सत्य छ। त्यसैले हामी जुन व्यक्ति मरेको हुन्छ त्यो आवाज लगाएर पछाडिबाट त्यो माथि पछाड हामीहरूको माथि त्यो बताएर जान्छ, यो संसारमा रामको नाम सत्य, तिम्रो रामको नाम जप, तिम्रो रामको नाम जप। त्यसैले यो जुन व्यक्ति मर्छ त्यही बेला हामी भनेर कुनै व्यक्तिलाई जानकारी गराउँछौँ, रामको नाम सच्च, रामको माला जप, रामको माला जप, त्यही व्यक्ति। त्यसैले अरू समयमा हामी भन्न सक्दैन, मरेको व्यक्ति नै त्यो हामीलाई जानकारी गराउँछ अनि त्यही बेला हामी भन्न सक्छौँ राम नाम सत्य है, राम नाम सत्य है, राम नाम